वेलकम ब्याक टु माई युट्युब च्यानल। म लुइस खजुम लिम्बू। आज फेरि पनि नयाँ दिन नयाँ ब्लग स्टार्ट गरिरहेको छु र आजको दिन चाहिँ तपाईँहरूलाई थाहा छ के हो भनिकन। आज चाहिँ स्टार सन्डे, यानि कि हाम्रो प्रभु येशू ख्रीष्टले बौरी उठ्नु भएको दिन। आजको दिनमा चाहिँ येशू ख्रीष्टले मृत्युलाई जित्नु भएको दिन अनि येशू ख्रीष्ट आउनुभयो, त्यतिका वर्ष बस्नुभयो अनि मर्नुभयो। त्यति मात्र भए चाहिँ एउटा कथा जस्तै हुन्थ्यो, तर हाम्रो प्रभु येशू ख्रीष्टले चाहिँ मृत्युलाई पनि विजय हुनुभएको कारणले गर्दाखेरि चाहिँ मेरो व्याकरण चाहिँ यति खत्तम छ है साथीहरू। अनि विजय हुनुभएको कारणले गर्दा चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट हामी विश्वास गर्ने हामी परमेश्वर चाहिँ जीवित परमेश्वर हुनुहुन्छ भनिकन त्यही कुराहरूबाट हामी थाहा पाउँछौँ। साथीहरू अहिले चाहिँ 5 बजिरहेको छ अनि हामी चोकतिर जाँदैछौँ। यहाँ छ मेरो भाइ, मेरो छोरा अनि म। अनि हामी चाहिँ चोकतिर पैसा निकाल्न गइरहेछौँ। अनि भोलि चाहिँ हामी कहाँ जाँदैछौँ तपाईँहरू भोलि नत्र पर्सिको भ्लगमा हेर्नुहुनेछ। त्यही हो, गर्मी यस्तो छ, आज यति साह्रो गर्मी छ। के अरे भाइ भन्दैन भाइ, मेरो भाइले चाहिँ बेइज्जत गर्छ कि, तर क्यामेरामा बेइज्जत गरे पनि हुन्थ्यो नि त, अलिकति म चल्थेँ कि होइन। खालि साइडमा बेइज्जत गर्छ, अब त्यो सुनिँदैन पनि क्या। यो क्यामेरामा चाहिँ यो चाहिँ क्यामेरादेखि लजाउने मान्छे हो क्या हाम्रो भाइ चाहिँ। त्यही हो साथीहरू, म चाहिँ लजाउँदिनँ। म चाहिँ जसको जान बाटोमा हिँड्दा पनि बनाइदिइरहेको हुन्छ। मलाई चाहिँ लाज भन्ने कुरा चाहिँ लाग्दैन। तर एउटा कुरा चाहिँ, म यसरी भिडियो बनाउँदै जाँदाखेरि चाहिँ मान्छेहरूले मलाई हेर्दा चाहिँ नि अब यो हुन्छ नि भ्लगर होला, यस्तो यसको कति होला भनेर म च्यानल तपाईँको च्यानलको नाम के हो भनेर चाहिँ म भन्दिनँ है। त्यसमा चाहिँ बेइज्जत हुन्छ फेरि मेरो सब्सक्राइबर हेरेर। मेरो हात गल्यो साथीहरू, म अब एकछिनमा भिडियो के गर्छु म लाउँछु ल। अहिले एकछिन राखौँ। के अरे भान्जा घाममा भइरहेछ हौ। मेरो यति गोरो छोरा भरे कालो हुन्छ भाइ, बरु त कालो हुँदा केही हुँदैन कि। जुत्ता छैन भनेको, जुत्ता यस्तो गर्मीमा कसले जुत्ता लगाइन्छ हौ। अहिले चाहिँ यस्तो आज के बार हो, आज यस्तो आइतबार होइन, आइतबार पनि यति खाली किन हौ। गीत गाउँदै चाहिँ त्यही कारण यस्तो गरेर लगाइदिएको। तपाईँहरूलाई थाहै छैन मेरो भाइ यति राम्रो गाउँछ होइन भाइ। मेरो भाइ राम्रो गाउँछ हौ, तर क्यामेराको अगाडि चाहिँ गाउँदैन क्या, लजाउँछ अलिक नान्ने खालको हुन्छ मेरो भाइ। गर्मी भयो साथीहरू, यति साह्रो गर्मी छ आज। उता सिधै भाइ के साह्रो हात गलेको हो आम्मा। यति नै भिडियो गर्दा पनि 10 केजीको फोन बोकेको जस्तो हात हुन्छ त साथीहरू। अहिले चाहिँ हामी घर फर्किँदैछौँ। हामी कति बजी आएको, ट्याक्कै 1 घन्टा भएछ। हामी 5 बजी आएको, अहिले 6 बजिसकेछ। यहाँ एडु भाइ त्यहीँ छ। अनि अहिले चाहिँ हामीले के सामानहरू यसो किन्यौँ होइन। अनि भाइ आएको छ, अब पाहुना हो होइन, मासु त खुवाउनु पर्यो। अनि त्यही कारणले गर्दाखेरि माछा लिएर आएको। ओ भाइ टमाटर ल्याउने बिर्सेँ। अनि माछा लिएर आएको छौँ गाइस। अब माछाको झोल, माछा, अनि त्यसपछि भात मजाले खुवाउनु पर्ने। चामल ल्याउनु जानुपर्ने छ, चामल सकिरहेको छ। र अहिले चाहिँ हामी अर्कै बाटो आएको, अघि अर्कै बाटो थियौँ। त्यस्तो हो साथीहरू। अनि हेर्नु न मेरो छोरा कति मजाले बसिरहेको छ। तर भाइ तैँले कम्बरमा तल भएछ, तेरो एरियालाई अप्ठ्यारो भयो। अनि त्यही हो साथीहरू, अब चाहिँ हामी घर जाँदैछौँ। घर गएर चाहिँ हामी गर्छु, म लाउनेछु। आजको भ्लग चाहिँ म अझै भरै नै हालिहाल्नेछु। तर त्यही हो, भोलिको चाहिँ भोलि हामी कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ म सायद भोलि लाउनु सक्दिनँ होला। भोलि नत्र पर्सि लाउँछु। हेर्नु होला हामी कहाँ जाँदैछौँ। त्यो गर्नु पऱ्यो, बहिनी भएपछि यतिको गर्नु पऱ्यो होइन त साथीहरू। अहिले चाहिँ बत्ती बालनमा अन्धकार भयो। अहिले चाहिँ कन्साले चामल धुन्छ,
हजुर अनि भाइले चाहिँ धन्दा गर्दैछ म चाहिँ यहाँ माछा तार्दैछु र नौ भाइ हाम्रो पछि कोही अहिले त होइन अब कति वर्ष पछाडि कोही बुहारी बन्न चाहनुहुन्छ भने प्लिज हाम्रो भाइ यति कामदार छ यति मजाले काम गर्छ मुसु मुसु हाँसी देऊ बनाई क्या कन्ट्रोल गर्दै हेर्न प्रान्त क्या कन्ट्रोल गर्दै गएर क्या हाँसो पनि क्या कन्ट्रोल गरी होइन त प्रान्त साथीहरू हामी खाना बनाउँदैछौँ त्यस्तै भयो आज हाम्रो क्यान्डल नाइट थियो तर हामी गएनौँ ढिलो भयो आज हामी बजारबाट फर्किँदै साथीहरू होइन अब बेलुका भयो भने त गइन्छ कि एकछिन चाहिँ जाँदा हुन्छ यहाँ तपाईँहरूले सुनिराख्नु भएको होला हल्ला खल्ला अनि क्यान्डल लाइट बालिरहेको छ हामी पनि जान खोजेको थियौँ अरू चाहिँ उताको बाटो जानुभयो यताबाट आउनु भएन हामी चाहिँ जान पाएनौँ साथीहरू किनभने ढिलो भयो हल्ला खल्ला सुनिराख्नु भएको होला अब चाहिँ यहाँ बत्ती बलेको देख्नु भएको होला त्यो चर्चमा चाहिँ अब अन्डा खाने अरे सबैजना अनि अब चाहिँ हामी चाहिँ नजाने हाम्रो चाहिँ माछा पाकिरहेछ त्यही भएर अनि हामी पनि जान लागेको थियौँ ढिलो भइसकेको थियो यहाँ त्यहाँबाट देखिराख्नु भएको होला आज चाहिँ क्यान्डल थियो क्यान्डल बालेर यसरी हिँड्ने किनभने हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ बौरी उठ्नु भएको दिन आज त्यही भएर भजन गाउँदै हिँडिरहेको कस्तो रमाइलो गर्नु भएछ यो चाहिँ हामीले मिस गऱ्यौँ मैले अस्तिको वर्ष पनि मिस गरेँ म त्यति बेला सुत्केरी थिएँ नि त अनि योचोटि पनि मिस भयो अझै कति आउँदै हुनुहुन्छ क्या यताबाट अझै यस्तो घुमेर आउनुभयो कतिजना आउँदै हुनुहुन्छ भजन गाउँदै गाउँदै आउनुहुँदैछ कस्तो रमाइलो हेर्दा नै यस्तो रमाइलो लाग्यो हामी अनि शर्मिला बहिनीहरू पनि जान खोजेको थियौँ हामी चाहिँ ढिलो भयो यहाँ देखाउँदै अहिले म यहाँ सब्जी डढाइसक्छु अहिले एकछिन देखाउँछु देखिराख्नु भएको होला अलिक बाइक हिँड्नेहरू चाहिँ यहाँबाट आउँछ ए हिँड्नेहरू त्यता रहेछ बाइकहरूबाट चाहिँ यता आउनु हुने रहेछ अब वाह म पनि एड्रियल पछाडि बोकेर हिँड्नु पर्यो भनेको के गर्नु मिस गऱ्यौँ हामीले यति राम्रो रमाइलो पल यहाँ त्यहाँ सबैजना भेला हुने अनि हामीलाई पनि अब त्यहाँ बोलाउनु हुँदै थियो अब त्यहाँ खानुमा त के जानु भनेर हामी गएनौँ अब एक दुईजना चाहिँ यहाँबाट आउँदै हुनुहुन्छ ओ हाम्रोतिरबाट आउँदाखेरि चाहिँ हावा चल्छ नि त यहाँ जङ्गल साइड भएर अनि यस्तो जोगाएर ल्याउनु हुँदैछ त्यहाँ क्यान्डल यस्तो हातले छोपेर हो त्यहाँ यहाँ बहिनीले हातले छोपेर रमाइलो अब मैले चाहिँ माछा पकाइसकेँ अब म साग पकाउँछु साग पकाएपछि हामी पनि यस्तो गर्मी छ गर्मीमा त भोकै नलागे पनि हुन्थ्यो जस्तो हुन्छ क्या अब म यहाँ साग पकाउँछु भात पाक्यो यति नै म अब एकछिन भिडियो बनाउँछु ल दिस इज अ माछा दिस इज अ साग दिस इज अ भात खाने मान्छे हामी साग निङ्गो छ नि त दुइटै छ तिमी बढी बोल्छौ यस्तो साथीहरू त्यति राम्रो पललाई मिस गर्यो होइन साथीहरू अनि म पनि एउटा यो सलाई पालेर एउटा भजन गाइदिउँ न त सोध्ने आँखी छैन
कति गरौँ त्यो क्रुस तपाईँले बोक्नुभयो। Thinking of you, thinking of you.